नमस्कार। आज हामी शिक्षक आन्दोलनबारे अलि गहिरिएर कुरा गर्दैछौँ। भर्खरै वैशाख 17 गते नयाँ शिक्षा मन्त्री रघुजी पन्तसँग एउटा 9 बुँदे सहमति भयो। हो अनि झण्डै महिना दिनदेखि सडकमा रहेका शिक्षकहरू घर त फर्किए। तर यो पूर्णविराम जस्तो देखिन्न होइन, अल्पविराम मात्रै हो कि? त्यस्तै देखिन्छ किनभने उहाँहरू कक्षा 12को परीक्षा अनि उत्तर पुस्तिका जाँच गर्न त फर्किनुभयो, तर जुन मुख्य मागहरू थिए नि, ती त जिउका तिउँ छन्। हो त्यसैले फेरि सडकमा नआउलान् भन्न चाहिँ सकिन्न। यो क्रम त चलि नै रहेको छ नि, होइन र? 2075, 2078, 2080मा पनि यस्तै सहमतिहरू भएका थिए। तर कार्यान्वयन भएनन् अनि शिक्षकहरू फेरि सडकमा आउन बाध्य भए। हो, यो पटकको शैली अलि फरक थियो है। कालो मास्क, सिठी, नाचगान अलि भिन्न देखियो। हो, विरोधको तरिका अलि फरक अपनाउनु भएको थियो। आजको हाम्रो यो छलफल चाहिँ इन-डेप्थ स्टोरी युट्युब च्यानलको एउटा रिपोर्टमा आधारित छ। हामी यसमा शिक्षक आन्दोलन, उनीहरूका मुख्य माग, नेतृत्व अनि यसभित्रको अलि राजनीतिक पाटो पनि केलाउने प्रयास गर्नेछौँ। हुन्छ, सुरु गरौँ नेतृत्वबाटै। खासमा यो आन्दोलनको मुख्य आयोजक त नेपाल शिक्षक महासङ्घ हो। सरकारी शिक्षकहरूको छाता सङ्गठन होइन त? हो, तर अब नेपालका अरू पेशागत सङ्गठनहरू जस्तै यो पनि पुरै गैर राजनीतिक चाहिँ छैन। मतलब यसमा पनि मुख्य दल निकट शिक्षक सङ्घहरूको बलियो उपस्थिति छ। जस्तो एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कङ्ग्रेस निकट नेपाल शिक्षक सङ्घ र नि माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन। अहिलेका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी उहाँ कङ्ग्रेस निकट नेपाल शिक्षक सङ्घबाट हुनुहुन्छ। उहाँको दलीय आबद्धता सामाजिक सञ्जालतिर पनि अलि देखिन्छ। तर आन्दोलनमा त सबै खाले शिक्षक थियो होला नि। अवश्य, यो कुनै एउटा दलको मात्रै आन्दोलन थिएन, विभिन्न दल सम्बद्ध अनि कुनै दलमा नलागेका साँच्चै मर्कामा परेका शिक्षकहरूको पनि राम्रै सहभागिता थियो। मागहरूको कुरा गरौँ न। खास गरी दुईवटा प्रमुख माग देखिन्छन् होइन त? हो, मुख्यतया दुईवटा। पहिलो हो अस्थायी वा राहत शिक्षकको व्यवस्थापन। कति छन् रे त्यस्ता शिक्षक? देशभर 40,000 भन्दा बढी छन्। उहाँहरूले स्थायी शिक्षक सरह काम गरे पनि सेवा सुविधामा धेरै फरक छ। उहाँहरूको माग चाहिँ के हो त? माग छ अस्थायी शिक्षकका लागि स्थायी दरबन्दी सिर्जना गर्ने अनि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउने। अनि जो असफल हुन्छन् उनीहरूलाई सम्मानजनक गोल्डन ह्यान्डसेक मतलब राम्रो सुविधासहित बिदा गर्ने। यसका लागि त बजेट पनि ठूलै चाहिने अनुमान थियो नि, करिब 8 अरब रे। हो, शिक्षा मन्त्रालयको अनुमान त्यही 8 अरबकै थियो। अनि दोस्रो मुख्य माग नि? दोस्रो प्रमुख माग हो नयाँ विद्यालय शिक्षा ऐन। अहिले 2028 सालको ऐन नै चलिरहेको छ, पञ्चायतकालीन। हो, अचम्म लाग्दो कुरा। पटक पटक संशोधन त भयो, तर मूल ऐन त्यही हो। महासङ्घले त 18 महिना अघि नै नयाँ ऐनको मस्यौदा पनि दिएको थियो। ऐन नबन्दा के समस्या भयो त? उहाँहरूको भनाइअनुसार स्थानीय तहमा शिक्षाको गुणस्तर, शिक्षक व्यवस्थापन, स्रोत परिचालन अनि राष्ट्रिय मापदण्ड कायम गर्न गाह्रो भयो। तर ऐन किन रोकियो त? एउटा त यसका केही प्राविधानमा विवाद छ। 150 भन्दा बढी संशोधन प्रस्ताव परेका छन् रे। अर्कोतिर संवैधानिक अस्पष्टता पनि छ। कस्तो संवैधानिक अस्पष्टता? कुरो के भने नि, संविधानको अनुसूची 8ले आधारभूत र माध्यमिक शिक्षा मतलब कक्षा 12 सम्म स्थानीय तहको अधिकार भनेको छ। तर फेरि अनुसूची 9ले शिक्षालाई सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा पनि राखेको छ। भनेपछि कुन तहको अधिकार कति हो भन्नेमै प्रष्टता भएन। हो, त्यही दुविधा छ। सर्वोच्च अदालतले पनि स्थानीय तहले संविधानसँग नबाजिने गरी कानून बनाउन सक्छ, तर सीमा बुझ्नुपर्छ भनेको छ। यसले ऐन बनाउन झन गाह्रो भयो। यही माग र अन्योलका बीचमा राजनैतिक घटनाक्रम पनि अलि तात्यो होइन? तत्कालीन शिक्षा मन्त्री विद्या भट्टराईले 7 बुँदे प्रस्ताव लगेकी थिइन्। तर त्यो 8 अरबको कुरामा प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेल सहमत नभएपछि उहाँले राजीनामा दिनुभयो वैशाख 8 गते। तर रमाइलो चाहिँ के भयो भने नयाँ मन्त्री रघुजी पन्त आउनुभयो। उहाँले 3 बुँदा मिलाएर 9 बुँदे सहमति गराउनुभयो।
यसले त प्रष्टै राजनीतिक खेल देखायो नि होइन? मन्त्री किन फरियो भन्ने प्रश्न उठ्यो। एकदम। यही बीचमा वैशाख 14 गते झडप पनि भयो, 62 जना शिक्षक घाइते भए, बाहिरी घुसपैठको आरोप पनि लाग्यो। प्रधानमन्त्रीका केही अभिव्यक्तिले पनि अलि आगोमा घिउ थपे जस्तो भयो। हो, त्यो सबै घटनाक्रमले आन्दोलनलाई थप मोड दियो। अन्ततः 9 बुँदे सहमति त भयो, शिक्षक घर पनि फर्किए। तर चित्त बुझेको अवस्था छैन भनिन्छ नि। छैन। उहाँहरूले ऐन नै खोज्नु भएको थियो, पाए सहमति। अझ नेपाल विद्यालय कर्मचारी परिषद जस्ता केही समूहले त यो सहमति हामी मान्दैनौं भनेर विज्ञप्ति नै निकालेका छन्। भनेपछि तत्काललाई सडक त शान्त देखियो, तर अस्थायी शिक्षकको व्यवस्थापन र नयाँ शिक्षा ऐनको गाँठो फुकेको छैन। बिल्कुल छैन। त्यसमाथि संवैधानिक अस्पष्टता र राजनीतिक दाउपेचको छाया पनि परिरहेको छ। सहमति त भयो, तर सबै पक्ष सन्तुष्ट नभए यो कति टिक्ला? त्यही त। मूल मुद्दाहरू जहाँको त्यही छन्। विगतको अनुभव हेर्दा पनि जबसम्म ऐनबाटै दीर्घकालीन समाधान खोजिन्न र त्यो संवैधानिक अन्योल हटाइन्न, यस्ता सहमतिहरू खै अस्थायी मात्रै हुन्छन् कि जस्तो देखिन्छ। सम्झौता हुने तर कार्यान्वयन नहुने प्रवृत्तिले त झन् विश्वासको सङ्कट बढाउँछ होला नि। एक्जाम। सरकार र आन्दोलनरत पक्षबीच विश्वासको खाडल गहिरिँदै जान्छ। यो त समग्र शिक्षा प्रणालीकै लागि राम्रो सङ्केत होइन। त्यसो भए अहिलेलाई यो रोकिएको आन्दोलन फेरि बल्झिने सम्भावना कतिको देख्नुहुन्छ? के यो सहमति कार्यान्वयन होला? खै भन्न गाह्रो छ, तर समाधान नभएका यी मूल मुद्दा र विश्वासको सङ्कटले भविष्यमा कस्तो मोड लिला, यो चाहिँ निकै गम्भीर प्रश्न हो।